तपाईहरुले सुन्नुभएको होला नि ज्ञान र धन जो जति बाड्यो त्यति बढ्छ भनेर ज्ञान अनि दान जति बाड्यो त्यति बढ्छ भनेर तपाईले यस भिडियोमा हेर्न सक्नुहुन्छ। यहाँ एउटा शर्त लगाइएको छ कि यो भरेको जो पानी छ जो सिधा गिलासमा छ जो सुल्टो राखिएको छ त्यो गिलासमा जुस राखिएको छ त्यो जुसलाई चाहिँ उल्टा राखेको यानी कि उल्टो घोप्टो राखेको गिलासमा चाहिँ त्यो गिलासलाई नछोइकन हैन त्यो अनि कि त्यसलाई चाहिँ सिधा नगरिकन सुल्टो नबनाइकन त्यसमा चाहिँ त्यो जुसलाई चाहिँ भर्नी भनेर एउटा शर्त राखेको छ। यदि जित्यो भने कति त्यो पैसा चाहिँ दिने भनेर एउटा शर्त राखेको छ सायद यसमा चाहिँ। त्यसपछि यहाँ यो भिडियो मैले हेरिसकेपछि मलाई चाहिँ लाग्यो कि यो भिडियो मैले सेयर गर्नुपर्छ भनेर एकदमै राम्रो लाग्यो र यसमा केही न केही ज्ञान छुपिएको छ। त्यसैले साथीहरु म यो भिडियो सेयर गर्दैछु। भिडियोको चाहिँ अन्तिम समय हेर्नु होला र तपाईले के बुझ्नुभयो त्यो पनि भन्नु होला है। अनि यसमा चाहिँ के लोजिक लागेको छ विज्ञानको साइन्सको के लोजिक लागेको छ त्यो पनि भन्नु होला। त्यो व्यक्तिले के गर्यो अनि पानी लिएर के गर्छ भित्र गरम गर्छ अनि पानी तताएर ल्याइसकेपछि तातो पानी त्यो गिलासको पानीलाई चाहिँ अन्त खनाउँछ र गिलासलाई चाहिँ प्लेटमा घोप्टो बनाएर राख्छ। घोप्टो बनाएर राखिसकेपछि त्यहाँ अर्को गिलासमा राखिएको जुसलाई चाहिँ त्यो प्लेटमा हालिदिन्छ। ल हेर्नुस् त बिस्तारै बिस्तारै त्यो जुस के माथि जाँदैछ भनेपछि यो साइन्सको चाहिँ कुन टेक्निक हो साथीहरु तपाईहरु कतिलाई थाहा छ थाहा भएदेखि भन्नु होला त। अब यसरी चाहिँ यो जुस त्यहाँ जो एउटा जुस भनौँ या फेरि कुनै कोल्ड ड्रिङ्क होला या यो मिरिन्डा जस्तो लाग्छ मलाई ओरेन्ज जस्तो लाग्छ त्यो चाहिँ यसरी बिस्तारै बिस्तारै त्यहाँ माथि भरिँदै गएको छ। ल अब भन्नुहोस् साथीहरु यसमा चाहिँ कुन साइन्सको कुन टेक्निक लाग्यो कसरी लाग्यो र यो कुरो जानकारी भएदेखि भन्नु होला त आफ्नो आफ्नो बनाइ पनि राख्नु होला।